एउटा सेक्युरिटी गार्डले सावधानी र सुरक्षा अपनाउनु सँगसँगै के पनि अपनाउनु पर्दो रहेछ त जिम्मेवारी पनि अपनाउनु पर्ने हुन्छ। जिम्मेदारीको कुराहरू पनि आउँदछ। यहाँ हामी पाउँदछौँ यदि सेक्युरिटी गार्ड राखिदियो भने यसको उत्तरदायित्व केही यो मन्दिर अथवा पर्खाल भत्काइयो अथवा मन्दिर जलाइयो अथवा पर्खाल यसमा केही भयो भने पहिलो उत्तरदायित्व चाहिँ सेक्युरिटी गार्डको हुन्छ। त्यस पछाडि अनुशासन र व्यवस्थाको कुरोहरू आउँदछ। अनि सुरक्षा र संरक्षण परमेश्वरको पनि सुरक्षाको लागि के गर्छ त भन्दाखेरि यो सेक्युरिटी गार्डले गर्छ भन्ने कुरो नेहेमियाले के गरे मनमा राखेर पहिलो स्थानमा चाहिँ सेक्युरिटी गार्डको चाहिँ यहाँ राखेको पाउँछ। हेर्नुहोस् सेक्युरिटी गर्नुहोस् त। अब यो सेक्युरिटी गार्डले गर्दा हामीको जीवनमा यो नेहेमियाले सेक्युरिटी गार्ड राखेको कारणले गर्दाखेरि हाम्रो जीवनमा चाहिँ यो सेक्युरिटी गार्डको कारणले के सिकाउँदछ भन्दाखेरि हामीले हाम्रो जीवनमा सावधानी र सुरक्षालाई कतिको महत्त्व दिन्छौँ। सावधानी र सुरक्षालाई हामीले कतिको महत्त्व दिन्छौँ। हामीले हाम्रो काम र जिम्मेवारीलाई कस्तो गम्भीरतापूर्वक लिएका छौँ। एउटा सेक्युरिटी गार्डले आफ्नो कामलाई एकदम गम्भीरतापूर्वक लिन्छ। सुरक्षा र सावधानीमा गम्भीरतापूर्वक लिन्छ। सानो सानो कुरोहरू केलाएर हेर्दछ, गम्भीरतापूर्वक लिन्छ, हेलचिक्राइ गर्दैन। हामीले पनि हाम्रो जिम्मेवारी कतिको गम्भीरतापूर्वक लिएका हुन्छौँ। नेहेमियाले भन्नु खोजेको सिकाउनु खोजेको पदबाट हामीले पनि हाम्रो कामलाई गम्भीरतापूर्वक कसरी लिन्छौँ। हामीले एफिसीको पुस्तकमा पाउँछौँ र रोमीको पुस्तकमा पाउँछौँ परमेश्वरले विभिन्न किसिमको वरदानहरू के गर्नुभएको छ त दिनुभएको छ। कसैले केहीको वरदान, कसैलाई केहीको वरदान, कसैलाई केहीको वरदान। किन यो गर्नुभयो त? परमेश्वरले दिनुभएको वरदानहरू किन यो गर्नु? पावलले वरदानको कुरोहरू गर्छन्, किन यसो गर्नुभयो त भन्दाखेरि तपाईँ हामीहरूलाई पनि हाम्रो कामको जिम्मेवारी दिनु। हामीले पनि हाम्रो कामको जिम्मेवारीलाई गम्भीरतापूर्वक लियौँ भने तपाईँ हामीहरूलाई परमेश्वरले आशिष दिनुहुन्छ। त्यसैले गर्दाखेरि कामको कहिल्यै पनि हेलचेक्राइ नगर्नुहोस्। जसरी एउटा सेक्युरिटी गार्डले हेलचेक्राइ गर्दैन नि आफ्नो कामप्रति, तपाईँले पनि आफ्नो कामप्रति हेलचेक्राइ यो आफ्नो कामको दिएको जिम्मेवारी तपाईँले हामीहरूले इमान्दारपूर्वक गर्नुपर्दछ। त्यसमा हामीले हाम्रो मण्डली र परिवारको सुरक्षा र संरक्षण कसरी, हामीले परमेश्वरको सेवा कसरी गरे, यहाँ जिम्मेवारीको कुरोहरू यहाँ नेहेमियाले द्वारपालहरू नियुक्त गर्ने सँगसँगै तपाईँ हामीहरूलाई पनि परमेश्वरले के गर्नुभएको छ? द्वारपाल नियुक्त गर्नुभएको छ। परमेश्वरले तपाईँ हामीहरूलाई पनि द्वारपालको कामको जिम्मेवारीहरू दिनुभएको छ। यसैले उहाँले दिनुभएका जिम्मेवारीहरूलाई हामीले के गर्नुपर्दछ भन्दाखेरि इमान्दारपूर्वक जिम्मेवारीपूर्वक के गर्नुपर्दछ। आमेन। यदि उहाँले दिनुभएको कामहरू इमान्दार र जिम्मेवारीपूर्वक हामीले गऱ्यौँ भने परमेश्वरले तपाईँ हामीलाई के गर्नुहुन्छ? आशिष दिनुहुन्छ। यदि इमान्दार र जिम्मेवारीपूर्वक हामीले गरेनौँ भने उहाँले हामीलाई के गर्नुहुन्न? आशिष दिनुहुन्न, हामीलाई छोडिदिनुहुन्छ। जे तपाईँलाई जिम्मेवारी दिएको छ, मण्डलीको जिम्मेवारी दिनुभएको छ, जिम्मेवारी सम्हाल्नुहोस्। मन्दिर निर्माण गर्दाखेरि, मन्दिर पर्खाल निर्माण गर्दाखेरि नेहेमियाले हरेक व्यक्तिलाई जिम्मेवारी दिनुभएको थियो। प्रत्येक व्यक्तिलाई जिम्मेवारी दिनुभएको थियो। अनि ती व्यक्तिहरूले जे आफ्नो जिम्मेवारीलाई होइन, काम गर्ने व्यक्तिहरूलाई, पुजारीहरूलाई, लेबीहरूलाई हरेक जिम्मेवारी दिनुभएको थियो। तिनीहरूले आफ्नो जिम्मेवारी पुरा गरे। भएर पुरा गरे हो, भएर पुरा गरेको हो त उताको खण्डमा हेर्नु भने 4 अध्याय 5 अध्यायतिर हेर्ने हो भने भित्र बाटोको अवरोध भनिएको छ त्यहाँतिर। अनि तिनीहरूले भएर के गरेका हुन् त? आफ्नो जिम्मेवारी पुरा गरेका हुन् त? होइन, नभएर पनि जुन जिम्मेवारी दिएको थियो त्यो जिम्मेवारीलाई उनीहरूले पुरा नभएर पनि अनि परमेश्वरले भएर दिएकोबाट आशिष दिन्छ। जबसम्म हामी नभइकन पनि दिन्छौँ नि तब परमेश्वरले तपाईँ हामीहरूलाई आशिष दिनुहुन्छ। आमेन।
हाम्रो भवन निर्माण गर्ने वर्षौँदेखि होइन कति 1-1.5 वर्ष भयो होला होइन हामीले जग्गाको लागि प्रार्थना गर्दै आएको थियौँ। चारैतिर हेऱ्यो हामीले पाउन सकेको छैन, तर अहिले पाएको छौँ। परमेश्वरलाई धन्यवाद। अब भवन निर्माण गर्ने सूचनाहरू हामीले सुनिसकेका छौँ। के हामीले भएर दिने हो त होइन? विधवाको भेटीको कुरोहरू सुन्नुभएको छ नि तपाईँले। यरुशलेमको मन्दिरमा प्रभु येशू ख्रीष्ट बसिरहँदाखेरि त्यहाँ एउटा विधवाले कति चढाइन अरे भेटी? 1 पैसा चढाइन्, जसको मूल्य धेरै मानिसहरू त्यहाँ प्रभु येशू ख्रीष्टले त्यहाँ भने धेरै मानिसहरूले आफ्नो प्रशस्तबाट भेटीहरू दिए, तर एउटा विधवा जसले पित्तलको अथवा तामाको 1 पैसा चढाए। प्रभु यीशुले आफ्नो चेलाहरूलाई भन्नुभयो सबभन्दा बढी कसले दिएको चाहिँ यी विधवाले दिएको, किन भन्दाखेरि आफ्नो जीवनको सम्पूर्ण गुजारा नै के गरेका छन्? त्यो विधवाले दिएका छन्। आमेन। आज मन्दिर परमेश्वरको भवन निर्माण गर्ने तयारी हामीको बिचमा चलिरहेको छ। यदि तपाईँ हामीले हुँदाहुँदै दियौँ भने नि नभएको हुँदा पनि दियौँ भने परमेश्वरले तपाईँ हामीहरूलाई तिनीबाट आशिष दिनुहुन्छ, उठाउनुहुन्छ। हाम्रो आफ्नो कामको जिम्मेवारी उहाँले पुरा गर्नुहुन्छ। आमेन। दोस्रो, मानिसहरू निर्माण गर्नुपर्ने उसमा चाहिँ नेहेमियाले केहरू निर्माण गरे अरे? गवैयाहरू। मन्दिरको भवनलाई निर्माण गर्ने क्रममा गवैयाहरू दोस्रो रूपमा उसले निर्माण गरे। गवैयाको कामहरू के के हुन्? पहिलो कुरा त स्तुति, प्रशंसा, परमेश्वरलाई महिमा गर्ने कामहरू। गीत र सङ्गीतको माध्यमद्वारा मानिसहरूलाई परमेश्वरको महत्त्व बताउनु थियो। त्यो गवैयाहरूको निर्माण दोस्रो रूपमा गवैया। हामी अलिकति सभ्य भाषामा त्यो समयमा गवैयाहरू भनिन्थ्यो, र अहिले हामी के गर्छौँ? क्वायर ग्रुप भन्छौँ होइन? क्वायर ग्रुप भन्छौँ। आमेन। क्वायर ग्रुप भन्छौँ। त्यो समयमा चाहिँ गवैयाहरूको काम चाहिँ देखाउने थियो त थिएन। गवैयाहरूको काम चाहिँ म यहाँ गिटार बजाएर गरिरहेको छु देखाउने काम थिएन। गवैयाहरू अरूलाई देखाउने छैन, तर गवैयाहरू चाहिँ परमेश्वरको स्तुति प्रशंसा गर्ने थियो। मानिसहरूलाई प्रेरणा र उत्साह दिने काम थियो। अनि सङ्गीत र कलाको माध्यमबाट परमेश्वरको प्रशंसा गर्नु थियो। अनि समुदायलाई एकतामा ल्याउनु थियो। अनि मानिसहरूलाई एकाग्रता पार्नु थियो। यो चारवटा काम चाहिँ गवैयाहरूले त्यो समयमा के गरेका थिए? चारवटा काम गवैयाहरूले गरेका थिए। आज यो गवैयाले को कारणले गर्दाखेरि तपाईँ हामीहरूलाई के सिकाउँछ त? यसो छोडिदिनुहोस् त, म छिटो जाँदैछु। गवैयाले गर्दा हामीलाई के सिकाउँछ त? यो यस्तो किसिमको गवैयाहरू नेहेमियाले निर्माण गरेका थिए। हेर्नुहोस् है, यस्तो किसिमको धेरै मात्र स्टेपको रूपमा गवैयाहरू निर्माण गर्छ। हामीले परमेश्वरलाई गर्ने स्तुति प्रशंसा के कस्तो सम्झन्छौँ? अनि हामीले प्रेरणा र उत्साहलाई कस्तो महत्त्व दिन्छौँ? हामीले सङ्गीत र कलाको महत्त्व कसरी अथवा कस्तो बुझेका छौँ? समुदायको एकतालाई हामीले कसरी बुझेका छौँ? यो गवैयाबाट तपाईँ हामीहरूले सिक्ने कुराहरू। आजको गवैयाहरू, क्वायर ग्रुपहरू के को लागि हो? यदि क्वायर ग्रुपहरू परमेश्वर यहाँ भनेअनुसार परमेश्वरको महिमाको लागि, मानिसहरूलाई प्रेरणा र उत्साहको लागि सङ्गीत र कलाको माध्यमबाट अरूलाई उत्साह दिन्छ, परमेश्वरमा ल्याउँछ भने त्यो मण्डली आशिषित हुन्छ। आमेन। आमेन। त्यो मण्डली आशिषित हुन्छ। यदि देखाउनकै लागि हो भने परमेश्वरले क्वायर ग्रुपहरूबाट त्यस्ता मानिसहरूलाई हटाउनुहुन्छ। त्यसैले गर्दाखेरि मलाई यहाँ पनि खुसी लाग्छ। हाम्रो क्वायर ग्रुपमा धेरै व्यक्तिहरू छन् होइन। हाम्रो पास्टर दिपेन्द्रले, हाम्रो पास्टर भक्तिमा क्वायर ग्रुपमा ल्याउनुहुन्छ। तपाईँहरूले परमेश्वरलाई महिमा गर्ने तरिकाले अगाडि गर्नुहोस्। परमेश्वरले हाम्रो मण्डलीलाई त्यसबाट के गर्नुहुन्छ? एकत्रित पार्नुहुन्छ र आशिषित दिनुहुन्छ। आमेन। नेहेमियाले अब तेस्रो
मानिसहरूको निर्माण गर्ने क्रममा अर्को केहरू गर्छ त भन्दाखेरि लेवीहरू र पुजारीहरू सबै कुरो तयारी गरे, बाहिर राखे, पाले राखे, गवैयाहरू निर्माण गरे। त्यस पछाडि लेवीहरू के गरे? तयारी गरे। लेवीहरू भनेको के हो थाहा छ? यो पहिलो इतिहासको 23 को 28 र 28 देखि 32, 26 अध्यायको 20 र 29 को 5 पदमा पढ्नु हो भने लेवीको काम चाहिँ स्पष्ट देखिन्छ, सेवा र समर्पणता। यहाँ सानो रूपमा मैले यहाँ देखेको छु लेवीको कामहरू, यहाँ लेवीको कामहरू लिएको छ। अनि शिक्षा र मार्गदर्शन दिने सङ्गठन र व्यवस्थालाई चाहिँ सुदृढ पार्ने रूपमा कसको काम हो? लेवीहरूको काम हो यो चाहिँ, हैन? सेवाको काममा के चाहिन्छ, कता कता के गर्नुपर्छ, बस्ने कुराहरू, के तयारी गर्नुपर्ने कुराहरू के गर्छ त भन्दाखेरि लेवीहरूले गर्ने काम। अनि शिक्षा र मार्गदर्शन, शिक्षा दिने काम, सबै कुरो के गर्छ त लेवी। अनि सङ्गठन, अनि मेन कुरो चाहिँ लेवीको अर्थ लिबायोस भनेर हिब्रू भाषामा लिबायोस, जसको अर्थ हुन्छ एउटा सङ्गठन भन्ने हुन्छ। लिबायोस भन्ने शब्द यो लेवीहरूको लिबायोस भन्ने शब्दबाट जसको एउटा सङ्गठन हुन्छ, यो एउटा व्यक्तिको ग्रुपमा हुन्छ। अनि सङ्गठनले धेरै किसिमको कामहरू गर्दछ। आज मण्डलीमा चाहिँ त्यस्ता काम गर्ने व्यक्तिहरूलाई के गर्छन् त भन्दाखेरि डिकनहरू, हैन? डिकनहरू, एल्डरहरू, अनि त्यस पछाडि प्रचारकहरू, शिक्षकहरू मण्डलीमा, आजको मण्डलीमा छन्। त्यो समयमा चाहिँ लेवीहरू भनिन्थ्यो, लेवाइट्सहरू भनिन्थ्यो। अनि तिनीहरूलाई चाहिँ के गरेको कामको चाहिँ नेहमियाले भवन निर्माण, पर्खाल निर्माण सँगसँगै उसले चाहिँ विभिन्न कामहरू गर्ने व्यक्तिहरूलाई विभिन्न रूपले जिम्मा दिएको पाउँदछ।